ल है साथीहरू, आज चाहिँ म मान्छे छु इस्कुसको तरकारी पकाउन लागेको। पछि हजुरहरूलाई एउटा कुरा चाहिँ कति सोध्नु सोध्न मन लागेको, यो इस्कुसको चोप चाहिँ के गर्दा चाहिँ लाग्दैन, मलाई सिकाइदिनु पर्यो। यो एकदमै चोप लागेर जोक हुन्छ, तर पानीमा डुबाउँदा लाग्दैन भन्छ नि, पानीमा डुबाउँदा पनि लाग्दो रहेछ है। हजुरहरू पनि खाना बसाउँदै हुनुहुन्छ होला, म चाहिँ अहिले खाना बसाउन लागिरहेको छु। आज चाहिँ हाम्रोतिर चाहिँ इस्कुस, बोडी अनि फेरि घिरौला यस्तैको सिजन छ अहिले। के गर्नु, दसैँ तिहार त भर्खर लाग्दैछ। दसैँ सकियो, तिहार लाग्दैछ साथीहरू। अनि यो के भन्ने बोल्न नि, यता हात काट्छ भनेर बोल्नै आएको छैन कि साथीहरू। इस्कुसको चाहिँ फलमा चाहिँ हेर्नु न यस्तो राम्रो फल्छ होइन, तर यो किराले कि केले यस्तोमा टोकेर यो सबै ऊ बनाइदिएको छ कि यति राम्रो छ, काट्दाखेरि अलिकति पनि निस्किँदैन। गाउँघर अर्ग्यानिक भनेर के गर्नु, किराले सबै खाइदिन्छ साथी। र सहर बजारको त्यो बिस्तारी निस्केको सब्जी खानुभन्दा त यही खाना जाति। अब हेर मेरो कपाल भर्खर उठेर होइन, अनि चिया खाएर यतातिर त जाडो छ क्या साथी, अहिले एकदमै गाउँमा जाडो छ होइन। झापातिर त गर्मी होला, काठमाडौँतिर पनि जाडै हुन्छ मलाई त। यता जाडो छ साथीहरू। त्यो सहर बजारमा बिस्तारीहरू खानेकुरा खानुभन्दा त गाउँको अर्ग्यानिक लोकलै मिठो हो। मिठो त तर पनि मिठो भनेर के गर्नु, सबै यो के औषधि नहानेर किराहरूले खानै नदिने सबै यस्तोमा टोकेर किरा लाग्दिनै बिजोग छ, तर नि स्वाद चाहिँ मिठो हुन्छ। अर्को टेन्सन चाहिँ के छ भने साथीहरू, खाना बसाउन चाहिँ बस्छ कुकरमा होइन, सिटी लाग्दैन। यस्तो गरेर लाग्दैन बिग्रेर, गाह्रो छ, सिटी नै लाग्दैन। फेरि अर्को ठुलो बसायो भने हामी थोरैजना छौँ, अनि यसमा बसायो भने चाहिँ सबैजनालाई ठिक्क पनि हुन्छ, ठुलो कुकर किन बसाउने भनेर। अनि यो चाहिँ बिग्रियो, सधैँ चलाउने भएर होला बिग्रेको छ। के गर्छ साथी, भिडियो बनाउन त मन लाग्छ, कतातिर कामतिर हुन्छ होइन। यहाँ खाना बसाएर मात्रै बस्न पाइँदैन, खाना बसाउने बाहिरतिर बोकाहरू पनि छ कि बाख्राहरू, अनि तिनीहरूलाई खोलेर बचाउनु पर्ने छ। एकदमै गाह्रो छ, जब सबैतिर भ्याउनु पर्यो होइन। अनि त भिडियो पनि बनाएर यसो खानु पर्यो। सबै चोप राखेर दिएको सानो गट्टा पनि ल्याएको थियो भने कति राम्रो छ चोपवाला। त्यस्तो गट्टाहरू चाहिँ अहिले त अब काटिक हो नि त, हामीले चाहिँ ढिलो रोपेर होला, अहिले फलिरहेछ कि यस्तो गट्टाहरू फलिरहेछ। त्यसमा गट्टा मिसाउनु मिठो हुन्छ। जोगी तरकारी थाहा छ कि छैन हजुरहरूलाई? सबै थोक मिसाएर
दाल त पाकिसक्यो। मेरो चाहिँ छोरा उठेको छैन, छोरालाई चाहिँ दुध रेडी गरेर राखिदिएको अहिलेदेखि सेलाउँदैन भनेर। छोरा चाहिँ सुत्यो, छोरी चाहिँ उठेर गइसक्यो। यस्तै छ गाइस। ओके बाई बाई।